नमस्ते सबैजनालाई। आज चाहिँ म आँपको मुरब्बा बनाउँदै छु। हजुरहरुलाई के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। फर्स्टली त मैले आँपलाई राम्रोसँग धुँदै छु। आँपलाई राम्रोसँग धोएर मैले रेडी गर्दै छु। मैले अब आँप काट्न सुरु गरिसके। 3-4 घण्टासम्म चाहिँ मैले घाममा एकछिन सुकाउँदै छु। तर बुटुलको गर्मीमा धेरै सुकाउन त पर्दैन, त्यही पनि 3-4 घण्टा चाहिँ सुकाएँ मैले। चिनीमा र भेलीमा दुवैमा पकाउन मिल्छ, तर चाहिँ मलाई भेली नै मन पर्ने हुने भएकाले मैले चाहिँ भेली काट्दै छु। 5 फुरन र थोरै रातो खुर्सानी पनि रेडी गरे। 5 फुरनहरु रेडी गरेपछि ग्यास बाले अनि कराई तातेर तेल हाले। आँपलाई एकछिन पकाइसकेपछि हामीले चाहिँ भेली हाल्दै छौं। आँप र भेलीलाई चाहिँ हामीले एकैछिन चाहिँ मज्जाले चलायौं। आँप र भेली एकछिन सानो ग्यास बालेर हामीले एकछिन चाहिँ पकायौं त्यसलाई। एकछिन राम्रोसँग पकाइसकेपछि हामीले चाहिँ स्वाद अनुसारको त्यसमा हल्का नुन हाल्यौं। ल मुरब्बा पनि रेडी भयो है त। हजुरहरुलाई पनि मन पर्छ भने आउनुहोस्, खानासँगै मिलेर खाउँला।